ल सुन्नुभयो नि यो पथेटिक पास्टर होइन के अरे युके एजेन्ट त्यो पनि होइन हर्के उर्फ गोइठे कुरा सुन्नुभयो होइन उसको अहिले हेरिराख्नु भएको छ है माथि यो पहिलेको चाहिँ उसको व्यवहार र फेरि हेर्नुहोस् फेरि अहिलेको व्यवहार यो मान्छे कति पथेटिक हुनसक्छ कि हुन्छ नि अलिकता पनि खेर यसलाई त लाज भन्ने कुरै थाहा छैन होइन अगाडि जिउ गर्यो है पछाडि चढ्ने स्टेटसमाथि स्टेटस हुन्छ नि उता चर्चबाट सायद 2-4 बोरा चामल अहिले आइरहेको छैन क्यारे बिचमा होइन नि त्यही भएर स्टेटसबाट भए पनि कमाइन्छ कि भन्ने एउटा आश होला होइन उसको कमाइमा हामीले लात नहानौँ होइन तर हुन्छ नि अलिकति देखाउनुपर्छ कि यसलाई ऐना होइन मिरर त देखाउनु पर्यो नि होइन हामी जस्तो मान्छेहरूले सो यो पथेटिक मान्छेको हुन्छ नि सपोर्टरहरू हुनुहुन्छ भने नि तपाईँहरू पनि प्लिज 2-4 बोरा चामल तपाईँहरूले पनि पक्कै पनि पाइराख्नु भएको होला है ह्याप्पी रहनुहोस् यतिमै